हेलो स्टूडेंट, आज को इस क्लास में हम इकाई मार्क के बारे में पूरा बेसिक कांसेप्ट क्लियर पढ़छौं है ना। यो इकाई मार्क गएको सी चाहिँ 2024 में एउटा 2 मार्क क्वेशन सोधेको थियौं भनेपछि एकदम इम्पोर्टेन्ट टपिक हो। सो ढिला नगरिकन अब हामी स्टार्ट गर्छौं। इकाई मार्क भनेको इकाई भनेको स्पाइन एन्ड देन भनेको स्किन, आटा भनेको ग्रुप। सीधा भन्न पर्दा स्पाइन स्किन एनिमल भनेको कुन फाइलम हो भने इकाई मार्कलाई बुझ्नु पर्छ। ल अब हामी चाहिँ एक एक गरी हामी कुरा एक्सप्लेन गरेर पढ्छौं। अब यसमा चाहिँ एक नम्बरमा बुझ्नुपर्ने हैबिटेट। यसको हैबिटेट भनेको के हो भने एक्सक्लुसिभली मेराइन हुन्छ। मेराइन भने कस्तो भने समुद्र मुनिमा पाइन्छ भनेको एकदमै मेराइन हुन्छ। यो चाहिँ टर्सेरियल हुँदैनन् हैन, एरियल हुँदैनन्, केही पनि हुँदैन, मात्र यसमा चाहिँ एउटा बुझ्नुपर्ने एक्सक्लुसिभली मेराइन। अब क्वेशन दिन्छ भने इन विच फाइलम आर एक्सक्लुसिभली मेराइन अनि अप्सनमा दिन्छ इकान्डरमाटा। इकान्डरमाटा हेर्दा बित्तिकै एक्सक्लुसिभली मेराइन भनेको इकान्डरमाटा नै हो। यहाँबाट एउटा क्वेशन बन्छ। अब चाहिँ हैबिट भनेको आर के हुन्छ भने बेन्थेक हुन्छ क्या। इकान्डरमाटा भनेको बेन्थेक भनेको कस्तो भने यो चाहिँ समुद्रको तलपट्टि मात्र बस्ने क्या, समुद्रको तलपट्टि मात्र बस्ने भनेपछि यो माथि आउँदैन, समुद्रको माथि सर्फेसमा आउँदैनन्। तर एक्सेप्ट भनेको यहाँबाट के निकाल्न सकिन्छ भने आल आर बेन्थेक अनि त्यसपछि एक्सेप्ट कुन यहाँबाट एक नम्बर सुन्न सक्ने। एक्सेप्ट भनेको सी कुकुम्बर यो चाहिँ एक नम्बर यहाँबाट सुन्ने क्वेशन बन्छ। अब चाहिँ जर्म लेयर हेऱ्यौँ हामी हैन। जर्म लेयर भनेको ट्रिप्लोब्लास्टिक। अब यो ट्रिप्लोब्लास्टिक भनेको कस्तो भने जस्तो कि एक्टोडर्म, मेजोडर्म, एन्डोडर्म भएकोलाई हामी के भन्छौँ भने ट्रिप्लोब्लास्टिक भन्छ क्या। अनि जर्म लेयरको ट्रिप्लोब्लास्टिक जस्तै अर्थोमको सोध्यो भने साइटोसिलम हुन्छ। जस्तै सिलम चाहिँ दुई प्रकारको हुन्छ, इन्टेरोसिलम र ट्रुसिलम हुन्छ। अब ट्रुसिलममा पनि चाहिँ साइटोसिलम पनि पर्छ, त्यो चाहिँ अर्थोमको हो। अब ग्रेड अफ अर्गनाइजेसनमा के भने अर्गन सिस्टम हुन्छ क्या, अर्गन सिस्टम। किनभने अब यो चाहिँ एकदमै एडभान्स चाहिँ यो एकदमै माथि आएको फाइलम हो हैन। यसमा चाहिँ अर्गन सिस्टमहरु बनेका हुन्छन्। तैपनि यसमा चाहिँ के हुन्छ भने ब्रेन अब्सेन्ट हुन्छ, ब्रेन अब्सेन्ट हैन। यस्तो चाहिँ अनि त्यसपछि हेड, यो हार्ट अब्सेन्ट, यो हेड अब्सेन्ट, हेडलेस ब्रेनलेस अथवा हार्टलेस भन्दा पनि यो क्यारेक्टर सोधिन्छ। ब्रेनलेस, हार्टलेस, हेडलेस एनिमल बिलोङ्स टु विच क्लास, यसरी क्वेशन सोधिन्छ। अब यसरी चाहिँ हामी बुझ्नुपर्छ कि अर्गन सिस्टम त हुन्छ तर ब्रेन हुँदैन, हार्ट हुँदैन अनि त्यसपछि हेड हुँदैन, यस्तो पनि क्वेशन सोधिन्छ। सिमेट्री भनेको सिमेट्रीबाट पनि दुईटा क्वेशन आउँछ। एउटा हुन्छ बायोलेटरल सिमेट्री अनि एउटा हुन्छ रेडियल सिमेट्री। केही भनेन भने तुरन्त रेडियलमा लगाउने, किनभने यो कोलेन्ट्रेटा, यो सिलेन्ट्रेटा चाहिँ सिलेन्ट्रेटर र इकान्डरमाटा बोथ आर रेडियल सिमेट्री। बट इन केस अफ लार्भाको सोध्यो भने जस्तै इकान्डरमाटाको लार्भाको सिमेट्री कस्तो हुन्छ भने बायोलेटर। यहाँबाट एक नम्बर सुन्ने क्वेशन बन्छ। अब बडी प्लान हेऱ्यौँ भने बडी प्लान यहाँ चाहिँ एउटा कुरा के बुझ्नुपर्छ भने जस्तै कि अर्गन सिस्टममा ब्रेन पनि एब्सेन्ट हुन्छ, त्यसपछि हार्ट पनि एब्सेन्ट हुन्छ, हेड पनि एब्सेन्ट हुन्छ भने यो किन एकदमै एडभान्स चाहिँ फाइलममा पर्यो। यो त प्रिमिटिभ हुनु पर्थ्यो, किनभने ब्रेन पनि छैन, हार्ट पनि छैन, हेड पनि छैन भने किन यसलाई चाहिँ यति एडभान्स फाइलम इकान्डरमाटामा राख्यो। यो किन प्रिमिटिभमा राख्नु भने यो कारण के हो भने जस्तो कोडाटा जुन छ हाम्रो, कोडाटा भनेको एकदमै एडभान्स फाइलम भनेपछि यो कोडाटासँग तीनटा क्यारेक्टर आफ्नो चाहिँ सेयर गर्छ क्या। जस्तो कि कोडाटाको चाहिँ ड्युटेरोस्टोमियल हुन्छ, ड्युटेरोस्टोम 1 अनि 2 नम्बरमा के हुन्छ भने इन्टेरोसिलोम अनि त्यसपछि 3 नम्बरमा हुन्छ मेजोडर्मल स्केलेटन। यो तीनवटा चाहिँ के गर्छ भने यो कोडाटासँग चाहिँ लिङ्क गरिएको हुन्छ भने सेयर गरेको हुन्छ। त्यही भएर यसलाई चाहिँ हामी के भन्छौँ भने चाहिँ मोस्ट एडभान्स भन्ने इकान्डरमाटालाई बुझ्छौँ हैन। अब यहाँ चाहिँ ट्युब बडी प्लान जुन छ यसमा चाहिँ कम्प्लिटमा चाहिँ पनि दुईटा हुन्छ। जस्तै हाम्रो एउटा हुन्छ के हुन्छ भने एउटा हाम्रो डिस्टेरोस्टोमियल अनि त्यसपछि एउटा हुन्छ प्रोस्टोमियल अनि एउटा हुन्छ ड्युटेरोस्टोमियल। अब ड्युटेरो प्रो भनेको फर्स्ट आयो अनि स्टोमियल भनेको माउथ, फर्स्टमा माउथ बन्ने अनि ड्युटेरो भनेको फर्स्टमा एनस बन्ने। फर्स्टमा एनस बन्नलाई ड्युटेरोस्टोमियल अनि त्यसपछि फर्स्टमा माउथ बन्ने चाहिँ प्रोस्टोमियल भन्छ हैन, प्रोस्टोमियल। अब यहाँ चाहिँ ड्युटेरोस्टोमियल भने अब यो कहाँबाट फर्म गर्छ भने ब्लास्टोमियरबाट फर्स्टमा माउथ बन्छ भने प्रोस्टोमियल अनि फर्स्टमा यदि एनस बन्छ भने ड्युटेरोस्टोमियल। यहाँसम्म क्लियर छ। बडी फर्म यो डिफ्रेन्ट क्लासहरुमा जस्तै यो 5वटा क्लास यस्ता हुन्छ। 5 का अन द बेसिस के को भने लार्भाको अनि त्यसपछि पेडिसलेरी अथवा मेडिप्रोइडको कहाँ के हुन्छ भनेपछि एउटा क्लास के हो भने क्लासिफिकेसन एसटी रोइडिया। 2 नम्बरमा के छ भने ओफियोरोइडिया, 3 नम्बरमा के छ भने इकाइनोइडिया, 4 नम्बरमा के छ भने होलोथियोरोइडिया, 5 नम्बरमा के छ भने क्राइनोइडिया छ। अब यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि क्लासिफिकेसन यसको बहुत इम्पोर्टेन्ट छ। अब यहाँ चाहिँ एस्टेरोइडियामा के आउँछ भने हाम्रो स्टारफिश आउँछ, स्टारफिश अनि यसमा चाहिँ हाम्रो के आउँछ भने अब स्टारफिशको चाहिँ साइन्टिफिक नेम पनि सोध्छ एस्टी रे अनि यसलाई फेरि भन्छ हामी के स्टारफिश। अब अनसेगमेन्टेड बडी हुन्छ हैन। अनि त्यसपछि यो चाहिँ यसको शेप पनि बुझ्नुपर्छ। यस्तो 5वटा आर्म्सहरु हुन्छ, 5वटा आर्म, यो ट्युब फिट यो चाहिँ स्टारफिश हो। अब ओफिरोइडियामा के हुन्छ भने सेम स्टारफिश जस्तै तर यसको चाहिँ के हुन्छ आर्म्सहरु ठुलो हुन्छ क्या, यो स्नेकको जस्तो हुन्छ क्या स्नेक। त्यही भएर यसलाई चाहिँ कम्पेयर गरेको छ स्नेकसँग कम्पेयर गर्दा। ब्रिटल स्टार पनि भन्छ, ब्रिटल स्टार। यसको साइन्टिफिक नेम के हो भने
ओफियोथेरिक्स यो के ओफियोथेरिक्स का क्वेश्चन सोचा ब्रिटल स्टार इज नोन एज ओफिरोइडिया अथवा ब्रिटल स्टार बिलोंग टू क्लास ओफिरोइडिया अनि स्नेक जस्तो भएको जस्तो कुन फाइलम कुन क्लासमा बिलोंग गर्छ भने यस्तो क्वेश्चन राखिदिन्छ यो चाहिँ के लगाउनु पर्छ हाम्रो ब्रिटल स्टार अथवा ओफियोथेरिक्स अब यहाँ चाहिँ एक्सेप्ट भनेर एउटा कुरा के आउँछ भने एकदमै इम्पोर्टेन्ट भनेको यसमा चाहिँ एलिमेन्ट्री केनाल अप्सन हुन्छ भनेको माउथ त हुन्छ तर एनएस हुँदैन त्यही भएर यसमा चाहिँ के हुन्छ भने यसलाई बुझ्नु भन्दा पहिला के गर्नु पर्दैन यसमा चाहिँ माउथ हुन्छ तर एनएस अप्सन त्यही भएर इनकम्प्लिट एलिमेन्ट्री केनाल सोध्यो भने यदि क्वेश्चन सोध्यो भने बहुत इम्पोर्टेन्ट छ कि इनकम्प्लिट एलिमेन्ट्री केनाल इन फाउन्ड विच क्लास अथवा विच फाइलम त सोध्दैन तर विच क्लास अफ इकाइनोडर माटामा सोध्यो भने ओफियोइडिया ल अब इकाइनोइडियामा चाहिँ अर्चिन पर्छ क्या इकाइनसको चाहिँ कमन नेम भनेको सी अर्चिन हो अब यो सी अर्चिन कस्तो यो बहुत चोटि सोधेको छ अब यसको सेप कस्तो हुन्छ भने यस्तो हुन्छ पुरा स्पाइन भएको क्या पुरै स्पाइनले पुरा ढाकेको हुन्छ यस्तो हुन्छ यो चाहिँ हाम्रो सी अर्चिन हो अनि यो सी अर्चिन चाहिँ सब्स्ट्रेटममा गएर त्यहीँ बसेको हुन्छ अब यो सी अर्चिन हो अब सी अर्चिनबाट क्वेश्चन कस्तो सोधिन्छ भन्दा ग्लोबुलर एन्ड डिस्टिंक्ट सेपको हुन्छ कि ग्लोबुलर एन्ड डिस्टिंक्ट सेपको हुन्छ त्यसपछि स्पाइन भएको स्पाइन्स आर मेनी स्पाइन्स आर फाउन्ड इन विच क्लास अफ इकाइनोडर भनेर सोधिन्छ अनि त्यसपछि यसै चाहिँ अरिस्टोटल लेन्टर वाला के को भने चुइङको यहाँबाट पनि क्वेसन सोध्छ अरिस्टोटल लेन्टर कसलाई डिस्कभर गरेर कसमा पाइन्छ भने सोध्यो भने इकाइनोडर माटाको इकाइनोइडियम क्लासमा पाइन्छ यो पनि एकदमै बुझ्नुपर्ने क्वेसन हो यहाँबाट यति क्वेसन सोध्छ अब चाहिँ 4 नम्बरमा आउँछ हाम्रो होलोथोरोइडियामा के हुन्छ भने होलोथोरियामा के हुन्छ भने यसमा चाहिँ सी कुकुम्बर हुन्छ सी कुकुम्बर कस्तो हुन्छ भने यो सिलिन्ड्रिकल हुन्छ बडी सिलिन्ड्रिकल अनि त्यसपछि यो चाहिँ सर्फेसमा पाउँछ कसको भने समुद्रको सर्फेसमा पाइन्छ यो एउटा मात्र इकाइनोडरको मेम्बर हो जुन चाहिँ सर्फेसमा पाउँछ यसको बडीको सेप कस्तो हुन्छ भने सिलिन्ड्रिकल हुन्छ सिलिन्डर जस्तो हुन्छ यो चाहिँ इम्पोर्टेन्ट अब सी कुकुम्बर बिलोंग्स टु विच क्लास भने होलोथोरोइडिया अनि त्यसपछि बडीको सिलिन्ड्रिकल सेप हुन्छ यहाँ क्राइनोइडियामा के हुन्छ भने सी लिली हुन्छ क्या लिली फ्लावर जस्तो हुन्छ यो सेडेन्ट्री इकाइनोडर माटा हो जस्तो सोध्यो क्वेसन सेडेन्ट्री इकाइनोडर आर बिलोंग टु विच क्लास भने क्राइनोइडियामा यो सी लिली नाम चाहिँ एन्टिडन यो चाहिँ सी लिली अथवा फेदर स्टार पनि भन्छ यो एउटा मात्र लिली फ्लावर जस्तो देखेको छ त्यही भएर यसको नाम सी लिली राखिदिएको छ यो क्राइनोइडिया क्लासमा पर्छ यति पढेपछि यहाँबाट क्वेसन सोध्ने भनेको क्लासिफिकेसनबाट नै महत्त्वपूर्ण हुन्छ धेरै त्यही भएर यहाँबाट क्वेसन छुट्दैन अब यसको बडी वालमा के बुझ्नुपर्छ भने बडी वालमा पेडिसिलेरी भनेको के भन्छ यो पेडिसिलेरी चाहिँ डिफेन्सको लागि जस्तै यसको सर्फेसमा हुन्छ पेडिसिलेरी कसमा हुन्छ भने यो चाहिँ एस्टिरोइडियामा हुन्छ भने अनि त्यसपछि ओफिरोइडियामा हुन्छ अनि स्पाइन कसमा हुन्छ भने स्पाइनलको एस्टिरोइडिया र ओफिरोइडियामा हुन्छ यस्तो क्वेसन यहाँ लार्भाको पनि हेर्नुपर्छ जस्तै एस्टिरोइडिया लार्भाको बेसमा पनि क्लासिफिकेसन गरेको त्यही भएर एस्टिरोइडियाको स्टारफिसको यदि लार्भा सोध्यो बिपिनेरिया अथवा डिप्ल्युरा अनि त्यसपछि ओफिरोइडियाको ब्रिटल स्टारमा हुन्छ अनि त्यसपछि ओफिप्ल्युटस इकाइनोइडियाको सी अर्चिनमा के हुन्छ भने इकाइनोप्ल्युटस अथवा प्ल्युटस मात्र हुन्छ होलोथोरोइडियाको एक्जाम्पलमा सी कुकुम्बरको अउरिपुलेरिया हुन्छ क्राइनोइडियाको सिलिली हुन्छ सिलिलीको चाहिँ हाम्रो के हुन्छ डोलियोलेरिया हुन्छ डोलियोलेरिया अथवा पेन्टा क्राइनोइड्स हुन्छ यो चाहिँ बुझ्नुपर्छ यहाँबाट पनि क्वेसन सोधेको हुन्छ यसमा चाहिँ हाम्रो इकाइनोडर माटामा के बुझ्नु पऱ्यो भने यसमा चाहिँ एक्सक्रेटरी अर्गन अब्सेन्ट हुन्छ एक्सक्रेटरी सिस्टम अब्सेन्ट हुन्छ नर्भस सिस्टम पनि के हुन्छ भने ब्रेन अब्सेन्ट हुन्छ अनि यो कस्तो हुन्छ भने सबैमा त हुँदैन तर कस्तो हुन्छ भने एम्नोटेलिक हुन्छ यस्तो क्वेसन पनि राखिदिन्छ कहिलेकाहीँ चाहिँ केही टाइमहरू हुन्छन् जस्तो कि हाम्रो भोमिटिङ अफ स्टमक गरेको भने इपी सेक्रेसन भन्छ अनि त्यस्तै मर्फोलेक्सिस भनेको कट गरेर त्यसबाट न्यू जेनेरेसन आउनुलाई मर्फोलेक्सिस भन्छ इपीमोर्फिस भनेको गुड पावर अफ रिजेनेरेसन हुन्छ त्यसको आउटोटोमी भनेको जस्तै कि इनेमीबाट बच्नको लागि आफ्नो आर्म ब्रेक गरेर भाग्छ त्यसलाई आउटोटोमी भन्छ यो पनि एकदम इम्पोर्टेन्ट एउटा के बुझ्नुपर्छ भने यसमा सेक्स आर सेपरेटेड हुन्छ तर मेल एन्ड फिमेल चिन्ने कुनै आधार हुँदैन सिलोमको बारेमा बुझ्नुपर्छ जस्तै कि सिलोमिक इपिथेलियम प्रेजेन्ट हुन्छ ट्रोसिलोम कस्तो भने एन्टेरोसिलोम केबाट फर्म छ फ्रम अर्कन्ट्रोनबाट फर्म हुन्छ यसको यो सब बहुत इम्पोर्टेन्ट छ यहाँ चाहिँ हामी पुरा होल कसमा के छ भने बेसिसको क्लासिफिकेसन गर्छौँ जस्तै बडी फर्म्स कस्तो हुन्छ स्टार सेप एस्टिरोइडियामा हुन्छ ओफिरोइडिया स्नेक सेप हुन्छ स्टार सेप यो पनि बनाउनु हुन्छ डिस्ग्लोबुलर सेप भनेको कसमा हुन्छ भने इकाइनोइडियाको कसमा सी अर्चिनमा हुन्छ सिलिन्ड्रिकल अथवा सेप कुकुम्बर सेप कसमा हुन्छ भने होलोथोरोइडियामा हुन्छ क्राइनोइडियाको सिलिली कस्तो स्टार भएको हुन्छ यो क्वेसन पनि सोधेको छ प्रेजेन्स अफ मेडिप्लोरी भनेको त्यो जस्तै यो सी अर्चिन भयो होइन त्यसपछि यहाँ चाहिँ माउथ छ यहाँ पानी छ पानी चाहिँ भित्र जानुलाई यही प्लेसलाई के भन्छ भने मेडिप्लोरी भन्छ मेडिप्लोरी यो चाहिँ एबोरल साइडमा हुन्छ एबोरल भनेको एनसतिर भएको अनि त्यसपछि ओरलको माउथतिर भएको कसमा ओफिरोइडियामा इकाइनोइडियामा एबोरल अनि त्यसमा होलोथोरोइडियामा ओरल अनि त्यसपछि क्राइनोइडियामा अब्सेन्ट गर्नु पऱ्यो अब लार्भल स्टेज त बिपिनेरिया भनेको इकाइनोडर एस्टिरोइडियाको हो ओफियोप्ल्युटस भनेको ओफिरोइडिया भनेको ब्रिटल स्टारको हो इकाइनोप्ल्युटस भनेको हाम्रो ग्लोबुलर भनेको सी अर्चिनको हो अनि त्यसपछि अउरिपुलेरिया भनेको त्यो हाम्रो होलोथोरोइडियाको हो डोलियोलेरिया भनेको हाम्रो चाहिँ क्राइनोइडियामा हुन्छ अब स्पाइन कसमा स्पाइनसमा प्रेजेन्ट अनि त्यसमा प्रेजेन्ट अनि त्यसमा यो चाहिँ होलोथोरोइडिया क्राइनोइडियामा एक्सेप्ट दुईटामा चाहिँ एब्सेन्ट हुन्छ पेडिसिलेरी भनेको त्यो सफा डिफेन्सको लागि प्रयोग गर्ने हुन्छ त्यो चाहिँ कसमा हुन्छ भने एस्टिरोइडियामा हुन्छ अनि त्यसपछि इकाइनोइडियामा हुन्छ अरू सबैमा एब्सेन्ट हुन्छ आर्म्स कसमा हुन्छ भने दुईटामा मात्र हुन्छ अरू सबैमा एब्सेन्ट